हेलो नमस्ते सबैजनालाई अर्को नयाँ भिडियोमा स्वागत छ। फेरि पनि यति बेला दिउँसोको 3:45 भएको छ ठ्याक्कै। अनि मैले चाहिँ छाता ओढिरहेको छु किनभने 3 दिन जति भयो पानी पर्न थालेको। मजाले बिहानदेखि बेलुकासम्म लगातार पानी पर्न छाडेको छैन। त्यही भएर मैले चाहिँ छाता ओढिरहेको छु। रुगा लाग्न थालेको छ मजाले। अस्ति त ज्वरो पनि आइरहेको थियो एक दिन, अनि ज्वरो चाहिँ अहिले निको भयो। रुगाले चाहिँ छाडेको छैन, हल्का नाक बन्द भइरहेको छ। त्यसपछि भोइस पनि हल्का चेन्ज भइरहेको छ। अलिक आफूले बोलेको आफैलाई अलिक डर लाग्ने सुनिरहेको छ। अनि म चाहिँ अहिले ठ्याक्कै कलेजबाट निस्केँ र चाहिँ अहिले जिमको लागि निस्किरहेको छु। आज चाहिँ म यो भिडियोमा मेरो आर्म्सको वर्कआउट गरिरहेको छु, बाइसेप आर्म्सको पनि। अनि सँगसँगै जापानमा चाहिँ मैले गर्ने जिमको बारेमा कस्तो नियमहरू छ, के कुराहरू हामीले फलो गर्नुपर्छ जिमहरूमा, त्यो पनि हामीले थोरै देखाउने कोसिस गरेको जिममा मान्छे के कस्तो हुन्छ हेरेर। अनि मैले गर्ने जिम जापानको एनी टाइम फिटनेस भन्ने जिम हो। अनि अरू ठाउँमा सायद नियमहरू फरक हुनसक्छ। अनि जापानको नियम चाहिँ कस्तो छ, जिमको नियम तपाईँहरूले यो भिडियो मार्फत थोरै देखाउने कोसिस गर्नेछु। यदि तपाईँहरू पनि जापानमै हुनुहुन्छ कोही, अनि जापानमा एनी टाइम फिटनेस नै जोइन गर्नुहुन्छ भने चाहिँ यो भिडियो तपाईँहरूको लागि, त्यो भिडियोबाट अलिकति केही हेल्प हुन्छ है त। र जस्तो गरेर चाहिँ म जिममा आइपुग्छु। अनि यो चाहिँ मेरो म जाने जिम हो। आज पानी परेको हुनाले मान्छे के कस्तो छ हेरौँ। सबैभन्दा पहिला चाहिँ मैले BCAA बनाउँछु। मैले BCAA लिन थाल्दादेखि चाहिँ मेरो वर्कआउटमा एकदम फोकस गर्नु पाइरहेको छु। तपाईँहरूले पनि एकचोटि ट्राई गरेर हेर्नु होला BCAA। अनि म डाइरेक्ट वर्कआउट गर्न जान्छु। सबैभन्दा पहिला चाहिँ सबै होल बडीलाई 10 मिनट जति वार्मअप गर्छु। त्यसपछि म बेन्चलाई इन्क्लाइन बनाउँछु 45 डिग्री जतिको। भए चाहिँ मैले बाइसेपको लागि बनाइरहेको छु। बाइसेपको चाहिँ इन्क्लाइनबाट चाहिँ मैले बाइसेपलाई सुरु गर्न लागिरहेको छु। सबभन्दा पहिला चाहिँ वार्मअपको लागि थोरै वेटबाट गरेको थिएँ फर्स्ट सेट चाहिँ। र त्यसपछि मेन वर्कआउट चाहिँ हल्का वेट बढाएर एकदम कन्ट्रोल वेमा फर्स्ट सेट चाहिँ मैले 12 चोटि गरेको थिएँ। त्यसपछि सेकेन्ड सेटमा मैले 8 चोटि गरेँ। र मैले यसरी चाहिँ 4वटा सेट गरेको थिएँ। मैले जति सक्दो अहिले चाहिँ वेट उठाउनुभन्दा पनि मसललाई एकदम फोकस गरेर गर्ने कोसिस गरिरहेको थिएँ। र पहिला चाहिँ 2टा हातले गरिरहेको थिएँ। र त्यस एउटा मात्रै हातले गरेर चाहिँ मैले एकदम फेलियरसम्म गरिरहेको थिएँ। तपाईँहरूले पनि एकचोटि यो ट्राई गर्नु होला। जति सक्दो चाहिँ मसल एकदम स्ट्रेच हुने गरी गर्न ट्राई गर्नु होला है त। र सेकेन्डमा चाहिँ मैले इन्क्लाइनमै ट्राइसेपको लागि गरेँ। त्यसको लागि चाहिँ मैले सबभन्दा पहिला 2टा डम्बेलले सुतेर चाहिँ, अरू बेला चाहिँ मैले बारबेलबाट गर्थेँ। र योपालि चाहिँ मैले 2टा डम्बेलबाट गरिरहेको छु। र एकदम जति सक्दो कन्ट्रोल गरेर गर्ने कोसिस गरिरहेको छु। अझ मैले वेटलाई बढी उठाउनुभन्दा पनि जति सक्दो कसरी कन्ट्रोल वेमा गर्न सकिन्छ, कसरी मसललाई फिल गरेर गर्न सकिन्छ, त्यसमा बढी फोकस गरिरहेको छु। र बिचमा चाहिँ तपाईँहरूले पनि पानी लिनु होला। पानी खाँदै आफूलाई बिचबिचमा तपाईँहरूले थोरै भए पनि पानी खाँदै गर्नु भने चाहिँ
अझै राम्रो हुन्छ। ट्राइसेपको लागि पनि मैले जम्मा 3टा सेट गरेको थिएँ र यो चाहिँ फर्स्ट सेटमा 10 किलोको वेटले गरेको थिएँ। त्यसपछि सेकेन्डमा हल्का बढाएर गरेको थिएँ। लास्टमा चाहिँ फेलियरसम्म गर्नलाई चाहिँ मैले एउटा हातले मात्रै सपोर्ट गरेर गरेको थिएँ र वर्कआउट गरिसकेपछि चाहिँ जापानको जिमको सिस्टमहरू चाहिँ हल्का वेब टिस्युले सबै आफूले चलाएको सामानहरू बेन्चदेखि लिएर एकदम राम्ररी पुछेर मात्रै राख्नुपर्ने हुन्छ, सामानहरू पनि राम्ररी मिलाएर। त्यसपछि म डाइरेक्ट जान्छु बाइसेपको लागि, बाइसेप कर्ल। यसको लागि पनि मैले 4वटा सेट गरेको थिएँ, 12-12चोटि गरेको थिएँ। यसमा पनि जति सक्दो कन्ट्रोल गरेर गर्ने कोसिस गरिरहेको थिएँ। यो सकिने साथै म जान्छु ट्राइसेपको लागि केबलबाट चाहिँ। अनि यसको लागि पनि मैले 4 सेट गरेको थिएँ र यसको लागि पनि मैले वेट एकदम बढी राखेर गर्नुभन्दा पनि वेटलाई चाहिँ एकदम ठिक्कले राखेर जति सक्दो चाहिँ कन्ट्रोल फर्ममा गर्ने कोसिस गरिरहेको थिएँ। तपाईँहरूले पनि वेट बढी उचाल्नुभन्दा पनि कसरी चाहिँ आफ्नो मसललाई तपाईँहरूले बढी फिल गर्न सक्नुहुन्छ, त्यसरी गर्नुभयो भने चाहिँ एकदम राम्रो हुन्छ। र मैले जम्मा चाहिँ बाइसेपको लागि 2टा मात्रै अनि ट्राइसेपको लागि 2टा मात्रै वर्कआउट गरेर चाहिँ आजको वर्कआउट मैले सघाउँछु। यसै गरी अरू भिडियोहरू आगामी दिनहरूमा आउनेछ। तपाईँहरूले सब्सक्राइब गरेर लाइक कमेन्ट गरेर पनि मलाई सपोर्ट गर्नुहोला है त। Currency exchanged in the shells of old